अनि क्यान्सल गरिदिन्छु होइन मिस्टेक भइसकेपछि क्यान्सल गरिदिनु पर्दैन त कहाँ छ दार्जिलिङ स्टेसन भन त हेलो गाइज वेलकम ब्याक टु माई न्यू अदर भिडियो अनि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला गाइज होइन अनि म पनि सन्चै छु होइन अनि अहिले चाहिँ 8 बज्न लागिसकेको छ बज्यो भन्दा नि हुन्छ होइन अनि म चाहिँ प्यासेन्जर लिनको लागि जाँदैछु अनि आज चाहिँ मेरो च्यालेन्ज कतिको भन्दाखेरि चाहिँ 31 को च्यालेन्ज छ होइन अनि 31 को च्यालेन्ज 31 डेजको च्यालेन्जमा चाहिँ म निक्लिसकेको छु गाइज होइन अनि आज पनि मैले गोल छानेको छु 33 नै छानेको छु होइन अनि हेरौँ 280 दिनसम्म कति गर्न सकिन्छ च्यालेन्ज पुरा गर्न सकिन्छ या सकिँदैन सोचे जस्तो कुराहरू गर्न सकिन्छ सकिँदैन होइन अनि च्यालेन्ज पनि लामो छोटो छैन धेरै लामो छ होइन 280 दिन भनेको भर्खर अब आज डे 31 भनेपछि 31 दिन चल्दैछ होइन अनि म चाहिँ प्यासेन्जरको ठाउँमा प्यासेन्जरको लोकेसनमा पुग्न लागिसकेको छु अनि यो चाहिँ उता नारायणटार उतापट्टि लानुपर्ने छ होइन अनि यताबाट प्यासेन्जरलाई लिनलाई म पुग्न लागिसकेको छु होइन उहाँको पिकअप लोकेसनमा अनि आज पनि चिसो छ होइन त्यही भएर अलिक ढिलो निक्लेको म होइन उठ्न त म छिटै उठेको थिएँ तर अलिकति चिसोले गर्दाखेरि साह्रै गाह्रो बनायो कि त्यही भएर चाहिँ यहाँबाट कल गर्नुपर्छ त मेरो प्यासेन्जरलाई होइन हजुर म आइसकेँ कतापट्टि हुनुहुन्छ हजुर हजुर मन्दिरबाट छिरेको ए हस् हस् हुन्छ हजुर हो ए नर्मस फिल भइदिरहेको क्या हो बस्नु ल चढ्नु चढ्नु ओ के हो यार यस्तो पनि हुन्छ त्यही भइदिरहेको हजुर 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 हेलो किड्स स्कुल के हो यार पुग्नु पाएको छैन टिपाउँछ यार हुन्छ छ रहेछ वेलकम हजुर ल बस्नु ल बस्दा हुन्छ ओहो ब्याट्री नि सकेछ प्रोले पनि घटेर डुट्टो भइसक्यो भयो ल कहाँ पुग्नु पर्ने हो कहाँ पुग्नु पर्ने हो हजुर कालो पुल हजुर हजुर ए कलेजमा हो ओके कता यताबाट हो कि यताबाट हो ए हजुर चाहिँ यतै बस्नुहुन्छ ए उता के टिचिङ हो कि अब पढ्नुहुन्छ हजुर हजुर ए काम ए हजुर हजुर ए हो र ए हस् हुन्छ ल The passenger will pay for the trip in the app using a code. Check the payment status in your app. वेलकम ल गाइस बल्ल बल्ल 3 दिन भयो होइन अहिले चाहिँ 9:17 भइसकेको छ आज गाह्रो भयो यार खै जामले त्यहाँबाट पनि ढिलो भयो होइन अनि यता टिपै लाग्दैन खै के भन्ने यार यस्तो बाहिर यस्तो छ है चम्किरहेको छ पुरा चमक भित्र चाहिँ छैन कसरी चाहिँ आउनु भित्र हेर नि मनले नि मान्दैन यार कहाँको आइएमई ग्रुप यस्तै हो हजुर यही नै हो त्यही हो मै हो क्या ए होइन होला कुन आएर त नि हेर्नु त ग्लोबल आइएमई ब्याङ्क लिमिटेड साइनिङ स्टेसन मै हो क्या यो लोकेसन कहिले काहीँ मिस्टेक हुन्छ कि त्यही भएर अस्ति एकजनालाई अर्कै एउटै लोकेसनमा परेछ अनि त्यही भएर क्या हजुर मै होला ल बस्नु ल हजुर बस्नु
ग्लोबल कहाँ अरे ग्लोबल आइएमई ब्याङ्क हो हजुर पानी पोखरी ए पानी पोखरी यता होइन र हजुर क्युआर हो The passenger will pay for the trip in the app using a code. Check the payment status in your app. हुन्छ ओके चारतिर त पुगे जे भए पनि होइन धन्यवाद ल गाइस फेरि 70 रुपियाँ पाइयो होइन 64 रुपियाँको टिकटमा अनि अहिले चाहिँ ट्याक्ससँगले मेरो आरटी भयो गाइस होइन अब म चाहिँ सेफ जोन चाहिँ जहिले पनि होइन टिकट लाग्ने थालिरहेछु कतिको टिप कतिको अब निकै छिटै हुन्छ जस्तो लाग्छ मलाई किनभने आज त्यति बेला मेरो 12-13 वटा भइसक्यो होइन भर्खर आएको भने हेरौँ कहाँसम्म गर्न सकिन्छ गाइस आज कति टाइमसम्म सकिन्छ भन्ने कुरो अब अहिले ख्याल राख्नु गाइस होइन भाषा पैसा फेरि कमाउने अनि क्यान्सल गरिदिन्छु होइन मिस्टेक भइसकेपछि क्यान्सल गरिदिनु पर्दैन त कहाँ छ दार्जिलिङ भन् त लोकेसन चाहिँ मलाई गएको ठाउँमा हान्छ अनि त्यतिकै दादादेखि गिर्दै आउनु खोजेको तैँले ल आइज भोलि मुख सर्छ यार म्याम भोलि के हो मुख छाड्छ क्या मैले क्यान्सल गर्दिनँ भनेको मुख छाड्छ उल्टै होइन कि उसले लोकेसन मिस्टेक हानेछ कि अनि लोकेसन मिस्टेक हानेछ मुख छाड्छ यार मलाई त्यही त होइन उसले लोकेसन मिस्टेक ऊ चार्जिङ कहाँ छ अरे चार्जिङ ऊ छ अरे क्या अनि कहाँ छ अरे अनि अहिले ठुल्ठुलो कुरा गर्छ यार मामले आओस् न मैले पनि जानेछु मामफुलीलाई कस्तो खालको मान्छे यार कस्तो मान्छे हुन्छ त्यतिका यार कमसेकम लोकेसनमा हान्नु पर्यो नि त अनि अलिकति जान्दैन हान्नु चाहिँ यार अनि रुद्रमती मार्ग हानेको छ कस्तो छ यार म्याकडक्स यस्ता मान्छेहरू हुन्छ नि यार कस्तो मान्छेहरू हुन्छ यार मामपुली म इन गरिदिन्छु नि गर बाल भएन यस्तो खाते यार लास्टै रिस उठायो यार मलाई साँच्चीकै हो क्या भ्याएको भए मामपुली म लोकेसन मिस्टेक हानेर यार सेता पुल छेउमा छु भन्छ अनि उसले पहिलो पुलमा लगाएको छ लोकेसन यार दिमाग खराब गराउँछ मामपुली मैले पनि जानेको छु म्याकडक्सलाई कस्ता मान्छेहरू हुन्छ यार थ्यात गु जस्तो मान्छे हुन्छ यार कोही त अति गर्नु त हुँदैन नि यार मान्छेहरू तेरिका
पुरा धम्की दिन्छ खली बली कस्तो कस्तो मान्छे हुन्छ यार भोलि ताइन त्यो प्रेसर बढाउँछ यार काठमाडौँको ढन जति गरेर उफ्रिन्छ त यार यस्तो दिमाग खराब गराउँछ यार साँच्चै भनेको हो क्या मासुली घरिघरि त होइन नराम्रो नगरौँ भन्यो होइन त्यत्रो टाइम पर्खेँ म अहिले चाहिँ पहिला क्यान्सल गरिदिन्छु भन्यो क्या अनि क्यान्सल गरिदिन्छु भनिसकेपछि ल अन्त ल होला भनेर अब बसेको यार अन्तिममा खोइ क्यान्सल गरिदिनु भयो नि त भन्दाखेरि त तातिन्छ यार मुख सार्छ यार अलिकति मुखको बोली पनि हुनु पऱ्यो नि त पुरा त्यस्तो मुख सार्दाखेरि चाहिँ होइन अलिकति ऊ नै बनाऊ भनेर मात्रै हो कि नत्र फेरि आएको भए मैले जानेको थिएँ क्या साँच्ची हो त्यसको मात्रै हात खुट्टा त्यस्तो कुरा गर्छ अनि अब त्यस्तो खालको कुरा गरेर चाहिँ हुन्छ त्यही ठाउँमा हात खुट्टा त मेरो पनि छ यस्तो साँच्ची हो क्या कसुली हुनु त साँच्चै हो कि मैले पनि चाहेको भए उसको ठाउँमा मुख छाड्नु सक्थेँ होला कि तर उसँग होइन त्यस्तो नराम्रो मान्छेहरूसँग उसँग त्यो टक गरेर होइन मेरो काम पनि छैन लाग्यो त्यही भएर मैले केही भनिनँ होइन त्यही भएर मात्रै हो क्या अनि हुन्छ नि त पारा यार मैले केही भन्दिनँ किनभने त्यस्ता गुसँग बोलेर फाइदा पनि छैन नि त होइन अनि त्यही भएर चाहिँ मैले केही पनि भनिनँ होइन अनि अलिकति यताउता भन्दै थियो होइन अब लोकेसनमा हामी आइसकेपछि लोकेसनमै छु होइन अनि अहिले अलिकति अब हुन्छ नि त उसले पनि अलिकति गल्ती भएछ लोकेसन मिस्टेक भएछ भन्नु उसले पहिला चाहिँ त्यसो भन्ने खालको कुरा गर्यो क्या अनि त्यस्तो भएर त अनि मुख सार्छ यार मलाई त अनि यस्तो दिमाग खराब हो मेरो त यार एकछिन त तर के गर्नु अब हामी राइडर भइसकेपछि हरेक कुरा चाहिँ अब हरेक कुरा चाहिँ हामीले सहनुपर्छ गाइस होइन अनि अब हो गाह्रो कहिले के सहनै पर्ने हुन्छ सही पनि दिन्छु म होइन कतिपय कुरा चाहिँ अलिकति कति चाहिँ सहनै नसक्ने खालको अलिकति बोलीचाली गर्दा चाहिँ अलिकति कस्तो लाग्छ क्या हुन त हामी त्यो नराम्रो बोलेर होइन महान विद्वान हुने होइन मान्छेलाई कुटेर विद्वान हुने त होइन तर पनि यो अलिकति हुन्छ नि त बोल्ने तरिकाहरू होइन कसैले राम्रो भनेर पनि हामी राम्रो हुने होइन पनि होइन कसैले नराम्रो भनेर कसैले हामी नराम्रो पनि हुने चाहिँ होइन होइन तर अलिकति हुन्छ नि त रेस्पेक्ट अलिकति बोली होइन अलिकति बोलीको शैली छ यदि मैले नराम्रो गरेको भए अनि याङ्गोमा चाहिँ सपोर्ट छ होइन सपोर्टमा गएर चाहिँ यसले यस्तो भन्नु नराम्रो भन्नु सक्दैन कस्तो खालको मान्छे अनि त्यसरी डाइरेक्ट मुख छाड्छ यार दिमाग खराब गरायो मेरो एकचोटि चाहिँ तर सो केही छैन होइन अनि म चाहिँ अब फेरि मान्छे लिन प्यासेन्जर लिन आएको छु गाइस होइन त्यस्तै हो कहिलेकाहीँ दिमाग खराब गराउँछ होइन अनि अब त्यही हो अरू के भन्नु अब मान्छेहरू परिको भेटिन्छ होइन अब त्यही हो कोही राम्रो कोही नराम्रो हुन्छ होइन त्यही हो एउटा मान्छेहरू हेलो हजुर कतापट्टि हो हजुर म बाहिर छु बाहिर बसिरहेको छु ल 60 बोय हजुर ए भनेपछि त ल ठिक छ जस लामा पनि सानैदेखि बस्नु भयो तपाईँ है 6 महिना मात्रै पनि निक्ल्यो हजुर बोय ल ठिक छ ल हस् ल है त कता यतै बस्नुहुन्छ यहाँ फुगरमा यो फुगर होटेल छ कि ए फुगर हो होटेल ए ल है त ल सर ल गाइस फाइनली मैले चाहिँ मेरो आजको टार्गेट पुरा गरिसकेको गाइस होइन अनि अहिले 9:44 मिनट गइसकेको छ गाइस रात पनि अब ढिलै गयो होइन मैले सोचेको थिएँ आज निकै ढिलै हुन्छ होला भनेर सो थ्याङ्क गड होइन मैले फेरिसक्नु सफल भएँ होइन अनि आज चाहिँ भने यस्तो तनाव भएको थियो होइन गाइस एउटाले फेरि मलाई बेलुकाखेरि यस्तो फर्कायो यस्तो गाली गर्यो नि यार म त्यो गाली यस्तो दिमाग खराब भएको थियो फेरि राईको छोरा पऱ्यो अलिक छिटो रिस उठिहाल्छ क्या जति नरिसम भने पनि रिस उठिहाल्छ होइन के गर्नु त्यस्तै हो अनि मैले कन्ट्रोल चाहिँ गर्नु खोजेको तर पनि हल्का रिस उठ्यो तपाईँले हेर्नुभयो होला होइन त्यो गाइस होइन आज पनि मैले कति कमाएँ मेरो कमाएँ भन्दाखेरि चाहिँ आजको इन्कम भनेको ट्याक्क मेरो आजको इन्कम भनेको चाहिँ गाइस टक्क 2271 भएछ मेरो क्यास चाहिँ होइन अनि अब जस आज चाहिँ मैले त्यही हो
44-45 आज पनि 4500 एकहत्तर जति भएछ होइन अनि खाजा खाँदा त्यही अब गाडी साडी तेल हाल्दाखेरि चाहिँ 4500 जस्तो भएछ भनौँ न 3500 जस्तो भएछ अनि सो त्यही हो आजको दिनमा अलिकति खै के पुगेन जस्तो भयो होइन अनि यता आज हाम्रो एकजना दाइ पनि एक्सिडेन्ट भएर बित्नु भएछ होइन त्यसैको झल्कोले पनि होला सायद होइन अनि मान्छे पनि भर्खरको हुनुहुन्थ्यो अनि सो एक्सिडेन्ट भएर बित्नु भएछ होइन अनि यसो ब्याड न्युज सुनेर पनि काम चाहिँ खासै गर्नु मन लागेको थिएन होइन अनि तर पनि अब काम गर्नु बाध्य छ होइन बजारमा बसेर काम गर्नुपर्ने हुन्छ होइन अनि त्यही भएर चाहिँ मैले काम गरेको गाइस होइन त्यही हो गाइस अहिलेलाई भने मेरो भिडियो म यहीँ गर्छु होइन फेरि नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ अर्को भिडियोमा होइन भन्दै अहिलेलाई भने चाहिँ मेरो भिडियो म यहीँ गर्छु ओके बाई बाई गाइस